गाइस, हाम्रो डेली भ्लगमा हजुरहरुलाई स्वागत छ। म खाना बनाउन आँटेको। अब म खाना बनाउन गइरहेको छु। यस्तो गरेर तेल हाले। तेल सकिएछ। अब यहाँबाट हाल्नु पर्यो। यो चाहिँ घरको प्योर तेल हो, पेलेको तेल हो। यो चाहिँ पेलेको तेल खान्छौँ हामी चाहिँ। हजुरहरु कस्तो खानुहुन्छ? अब यस्तै तेल भयो। किन हाँसेको चाहिँ? मेरो बिल्ला गरेको हो। गाइस, मैले के पकाउँदैछु हेर्नु ल। म के पकाउँदैछु, मैले के पकाउन आँटेको छु, हजुरहरुले हेर्दै गर्नु ल। यो चाहिँ भयो चामल। यो चामल हो, यो चामल। अनि यो तेल हो यो। अब यसमा मैले सुप पड्काएँ। मैले ल। हजुरहरुले गेस गरिसक्नुभयो होला मैले के पकाउँदैछु भनेर। म चाहिँ चाम्रे पकाउँदैछु। आज शनिबार हो, केटाकेटीहरुको छुट्टी। अनि केटाकेटीहरुको छुट्टी पनि, अनि प्लस म चाहिँ जहिले पनि 1 बजे पछाडि मात्रै खान्छु। त्यही भएर 1 बजे पछाडि मात्रै खाने भएर केटाकेटीलाई चाम्रे नै मनपर्छ। तेल चाहिँ धेरै हाल्नुपर्छ चाम्रे पकाउँदाखेरि, तेल धेरै हाल्नुपर्छ। अनि प्लस तोरीको तेल भएपछि अर्कै खालको मिठो हुन्छ। त्यही भएर तोरीको तेल हालेर मजाले चाम्रे पकाइदिन आँटेको केटाकेटीलाई। मन पनि पराउँछन् उनीहरूले। अनि चाम्रे पकाउँछु। अनि सब्जीमा चाहिँ आलुलाई चाहिँ मसिनो पारेर काटेर, अनि आलुलाई मसिनो पारेर काटेर त्यसको भुजुरी बनाउने। अनि के अरे अचार यो मसिनो टमाटर अहिले म देखाउँछु ल हजुरहरुलाई। मसिनो टमाटर छ बारीभरि, त्यही खोज्ने अनि त्यही हाल्ने, त्यही पकाउने अरे। पकाएको फेरि मन पराउँदैनन्, पकाएको मन नपराएपछि पिसिदिनुपर्छ। अनि यसरी चामल यहाँ कुकरमा पानी यसरी तैरिएर हाल्दाखेरि चाहिँ तेल उठिँदैन। पानी यसरी तैरिएर हालेपछि चाहिँ तेल उठिँदैन। त्यही भएर म चाहिँ यसरी पकाउँछु, यसरी तोरिन्छु। अनि यसरी ओरिन्छु म चाहिँ। अनि अब बेसार हाल्ने। बेसार पनि अर्ग्यानिक बेसार हो। यो मेरो मम्मीले मलाई बनाइदिनु भएको बेसार। कस्तो राम्रो छ हेर्नु न, कस्तो राम्रो बेसार छ। बेसार कस्तो राम्रो छ, कस्तो मजाले लाग्छ क्या। थोरैमा पनि एकदम सफा छ। यो घरमा फलेको बेसार हो, मेरो मम्मीले दिनुभएको। अनि राम्रो छ यो बेसार पनि, अर्ग्यानिक बेसार। मैले यसरी पकाउँदैछु, हजुरहरुले हेर्नु होला। मेरो भ्लगमा हजुरहरुलाई स्वागत छ। मेरो नयाँ हो, म युट्युबमा एकदम नयाँ हो। हिजोदेखि भ्लग बनाउन थालेको हो। मलाई माया गर्नु होला, मेरो भिडियोलाई लाइक होला, सब्सक्राइब पनि गर्नु होला। अनि कमेन्ट पनि गर्नु होला, कस्तो लाग्यो के लाग्यो, प्रतिक्रियाहरू दिनु होला। राम्रो नराम्रो जस्तो भए पनि मेरो किचन पनि खासै राम्रो छैन, फोहोर मैला अब त्यस्तै हो। केटाकेटी भएको घर सफा गर्न भ्याएको छैन अहिले। अब अहिले भरे खानासाना दिइसकेर अनि खुवाइसकेर अनि सफा गर्ने। अनि त्यही हो भान्सा। अब के गर्नु, भोलि पर्सि राम्रो भान्सा बनाउला।
घर बनाएपछि आफ्नै मेरो भान्सालाई इग्नोर गर्नु होला। सरसफाइ गर्छु म यो खानासाना बनाइसके पछाडि, तर अहिले चाहिँ अब यस्तै छ। यो पकाउन थालेपछि ग्यासहरू पनि तेल भइहाल्छ। अनि त्यही भएर हजुरहरू अब टमाटर टिप्न जाऊँ है। मसिनो टमाटर टिप्न जाऊँ। टमाटर यहाँ हाम्रो यस्तो बारी, यहाँ बारीमा हेर्नु त टमाटर, यी टमाटरको बोट हो यो। टमाटर कुहिएर झरेर सबै खाने मान्छे नभएर मलाई चाहिँ कहिलेकाहीँ मिठो लाग्छ टमाटर, मेरो छोरीलाई पनि मिठो लाग्छ। त्यही भएर टमाटर टिप्दैछु म चाहिँ। हेर्नु त टमाटर, यी टमाटर आमामा यी बोटमै पाकेर कुहिएर झरेको छ। यस्तो भएपछि के गर्नु हेर त। टमाटरले पनि मलाई त खाँदैनन् भन्छ होला है। फली मात्रै दिएको छु बारीमा, टमाटर टिपेर खाइदिँदैनन् भन्छ होला टमाटरले पनि। गाइज मैले एकदम हिम्मत गरेर भ्लग बनाउँदैछु। मलाई चाहिँ यो फेस यो गर्न, रिभिल गर्न, यसरी बोल्न ओर्न एकदम धेरै अप्ठ्यारो लाग्छ क्या। अब त्यही पनि अब युट्युबमा त्यही गर्छु केही हुन्छ कि भनेर युट्युब प्लेटफर्ममा हाम फालेको। गाइजहरू मलाई सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। जो यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू सबैजनाले मलाई सब्सक्राइब गर्नु होला, भिडियो फुल वाच गरिदिनु होला, प्रतिक्रियाहरू दिनु होला, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। र यो टमाटरको अचार बनाएको पनि हजुरहरूलाई देखाउँछु म ल। बनिसकेपछि अब म टमाटर टिप्दैछु, उठेर उता भित्र गएर टिप्नुपर्छ टमाटर। अनि त्यही भएर मलाई यो मोबाइल देखाएर टिप्न अलिक गाह्रो भयो। त्यही भएर अहिलेलाई चाहिँ बाई। बनाउनु अरे छोरा, के बनाउनु अरे? के को रेडी? हेलो गाइस, अब हेर्नु है, यहाँ मैले यी आलुलाई यसरी मसिनो पारेर काटेँ। अब म यसलाई पकाउन गइरहेको छु। यसलाई पकाउनको लागि तेल चाहिहाल्यो होइन। मैले तेल हालेँ, यहाँ तेल यति तेल हालेँ। अनि त्यस पछाडि यो ज्वानमेथी पड्काउँछु। अब सिम्पल केही नै लाउँदिनँ, यति नै हो। अनि थोरै बेसार लाउने हो। ज्वानमेथी चाहिँ सरर पड्काइदिएँ। अनि गाइस मेरो टमाटरको अचार पनि रेडी भयो है। टमाटरको अचार मैले पिसिवरी रेडी गरेँ। अनि मेरो चाम्रे पनि यहाँ कुकरमा छ। अनि यो सब्जी भइहाल्यो। अनि मेरो नानीहरूलाई चाहिँ अब पाकिसके पछाडि खान्छन्। म सुरुमा बेसार हाल्दिनँ तेलमा, किनभने बेसार डढ्छ नि त। त्यही भएर यो यसरी ओइरिसके पछाडि अनि लास्टमा म बेसार हाल्छु। गाइस मेरो भिडियो हेर्दै गर्नु होला, स्किप नगर्नु होला। कस्तो लाग्छ कमेन्ट गर्नु होला। मेरो भान्सालाई इग्नोर गर्नु होला, भान्सा राम्रो छैन, सफा सुग्घर गर्ने हो। अब यो खाइसके पछाडि हिजो बेलुकाको सफा सुग्घर पोहोर भइहाल्यो। यस्तै छ। आलु हो यो फेभरेट आलु हो यो आलु सब्जी। मलाई यो बेसार कस्तो मनपर्छ गाइस। यो बेसार हेर्नु न कस्तो राम्रो छ। बेसार कस्तो राम्रो छ है। ल अब मैले बेसार लगाएँ। ल गाइस अब म पाकेपछि देखाउँछु ल हजुरहरूलाई। ल गाइस ल खाना पाकिओरी रेडी भएर छोरी खाना थालिन्। अनि अब छोरालाई पनि खुवाउन आँटेको। मेरो आलु कस्तो भयो भनेर हजुरहरू देखाउन आँटेको म। आलु चाहिँ यस्तो भयो, यस्तो भयो आलु मन पराउँछ नानीहरूले। त्यही भएर यस्तो आलु बनाइदिन्छु म प्राय डेली नै। ओके गाइस, बाई बाई।